सो हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो लङ ब्लगमा। आज म यो मुखमा के दलेर तयारी हुँदैछु अनि कहाँ जाँदैछु हजुरहरूलाई सबै कुरा भन्नेछु। फर्स्ट अफ अल चाहिँ म के भन्न चाहन्छु भने मैले चाहिँ जहिल्यै हिँड्ने बेलामा हतार हतार स्किनलाई गर्नुपर्ने हुन्छ क्या, भ्याउँदै भ्याउँदिनँ, गर्छु अगाडिदेखि भन्छु है। अनि म चाहिँ हतार हतार आज मेरी छोरीको स्कुलमा एनुअल डे रहेकोले चाहिँ काम सकेर यहाँ हेर्नुहोस् न, मेरी छोरीको साथीको मामु कस्तो क्युटी हुनुहुन्छ। अनि त्यस पछाडि नानीहरूले यता पर्फर्मेन्स सुरु भइसक्यो। म चाहिँ भिडियोमा आएर आफ्नो स्किन हेरिरहेको थिएँ क्या, मतलब यहाँ भिडियो बनाउँदै गर्दा चाहिँ आफूलाई पनि निहाल्दै थिएँ, किनभने म मेकअप गरेर यति हतार हतार गरेर गएको थिएँ र नानी बाबुहरूले पनि हामीलाई सयथुङ्गा गाएर स्वागत गरिसकेका छन् है। हल्ट एकदम ठुलो भएको कारणले गर्दाखेरि चाहिँ अब मैले धेरै अगाडि गएर खिचिनँ, त्यही भएर यतिको भिडियो चाहिँ आयो मेरो मोबाइलबाट। अनि यहाँ पानसमा बत्ती बालेर प्रिन्सिपल म्यामहरूले चाहिँ अब सुरुवात गरिसक्नु भएको छ कार्यक्रमको। नानीहरूको एनुअल डेको पर्फर्मेन्सहरू अब एक एक गरी हामी हेर्नेछौँ र लास्टमा फर्किँदाखेरि यति समस्या परेको थियो है। के समस्या म हजुरहरूलाई भन्नेछु है, त्यसको लागि अब मैले चाहिँ सेकेन्ड पार्टमा भन्नेछु। त्यो चाहिँ यति गाह्रो भएको थियो भनेर। अनि म चाहिँ आफूलाई निहाल्नै पाएको थिइनँ क्या, साथीहरू कस्तो भएर आएँ भनेर पनि मजाले साँच्चै भन्यो भने ऐना नहेरिकन आएको थिएँ भनौँ न। हेर्न चाहिँ हेरेँ, मजाले हेरिनँ। अब यहाँ मेरी छोरीहरूको पर्फर्मेन्स, यहाँ छोराछोरीहरूको यो चाहिँ नर्सरीकै पर्फर्मेन्स थियो कि। अनि स्टकिङ र स्कुलको त्यो टी सर्ट लगाएर चाहिँ यहाँनिर पुरा ऱ्याबिट बनेर गाउँदै नाच्दै हुनुहुन्छ। अनि मेरी छोरी पनि एकदमै, म चाहिँ अलिक टाढा भएकोले होला भिडियो त्यति राम्रो आउन सकेको छैन। यहाँ मेरी छोरी सिनु त्यो बिचमा अलिकति जुम गर्न खोज्दैछु म। अनि सबै साथीहरूलाई पनि निकालौँ नछुटाउँ भनेर चाहिँ मैले सबै गीतहरू यसरी राखेको छु। साथीहरू, मेरी छोरी हेर्नु न, त्यहाँ मेरी छोरीले जम्मा 3टा 4वटा पर्फर्मेन्समा थिइन् नानी, तर मलाई देख्दिनन् क्या। यसमा पनि देखिनन्, यो चाहिँ उनको पहिलो थियो नर्सरी क्लासको, कुनैमा मलाई देख्दिनन्। भरे लास्टतिर मात्रै देख्छिन् क्या। यसमा यो ऱ्याम्पमा नाचेको बेला त मलाई देख्दै देखिनन् नानीले क्या। अनि यहाँ पुरा हप 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 गर्दै नाच्दै अनि ऱ्याबिट बनेर सुत्दै नानीहरूलाई सबैलाई। यो स्टकिङले चाहिँ मलाई अलिअलि हाँसो पनि उठ्यो है। स्टकिङ पठाइदिनु भन्नुभएको थियो स्कुलबाट, अनि स्टकिङ पठाइदिएको। किन रहेछ भनेको यसरी लाउनलाई रहेछ। हुन त उहाँहरूले पनि अब कति किनाउनु लुगाहरू भनेर होला है, वाइट सबैको एउटै खालको भनेर। तर कस्तो हाँसउठ्दो देखिएको रहेछ। त्यो टी सर्टहरू अलिक छोटो भएर पनि होला नि त। अनि त्यस्तो भइरहेको थियो। र पनि बच्चाहरू जस्तो अवस्थामा अनि जस्तो लुगा लगाए पनि आफ्नो बच्चाहरू है, अनि सबै बच्चाहरूलाई एउटै ड्रेसमा राम्रै देखिन्छ क्या। बच्चाहरू भनेको जस्तो लाउँदा पनि राम्रो देखिन्छन्। त्यही भएर हामी चाहिँ बच्चाको पर्फर्मेन्सहरू हेर्दै रमाउँदै गर्न थाल्यौँ। यति हतार भएको थियो। र आजको मौसम भन्नुहुन्छ भने साथीहरू यस्तो घाम लागेको थियो। त्यही भएर अब अहिले यो काठमाडौँमा चाहिँ चैतसम्म हामीहरूले जाडोको लुगा लगाइराख्नु परेको छ। तर त्यो दिन चाहिँ घाम लागेको कारणले मैले चाहिँ केही पनि नलगाइ गएको है, कुर्ता सुरुवाल लगाएर गइरहेको थिएँ। भरे फर्किने बेलामा एकैछिनमा यति गाह्रो अवस्था आएको थियो है, मौसम चेन्ज भएर। अनि यसरी हेर्दा हेर्दै अब नानीहरूको यो पर्फर्मेन्स सकिन आँट्यो। अब यस्तै पर्फर्मेन्स अरू क्लासको नानी बाबुहरूले पनि दिनुहुन्छ र हामी पनि इन्जोय गर्दै हेर्दै जानेछौँ। अनि मैले चाहिँ मेरो छोरीलाई यति देखोस् भनेर कष्ट गर्ने कोसिसले अब उसलाई यस्तो हेर्दै भिडियोहरू गरिरहेको थिएँ है। तर उनले मलाई देख्दै देख्दिनन् क्या, देख्दिनन्। पछि अरू गीतमा नाच्दाखेरि मात्रै देख्छिन्। ल, हाम्रा नर्सरीका नानी बाबुहरूले यति राम्रो पर्फर्मेन्स गर्नुभएको छ नि। अनि आफ्नो मम्मी पापाहरूलाई खोज्दै पनि हुनुहुन्छ है आँखाले। अनि म भने कति भरिएछौँ कि भरिएनछौँ यो हल भनेको। अनि धेरै ठुलो हल लिनुभएको रहेछ क्या स्कुलले चाहिँ। यो चाहिँ ललितपुरमा रहेको थियो, ज्यापु समाज भनेर रहेको रहेछ है। अब पहिला म गएको थिइनँ यो ठाउँमा, गएको अब जाने काम नपरिकन गइँदैन। अनि एकदमै ठुलो हल भएकोले हामी चाहिँ थोरै देखिराखेको थियौँ। अनि फेरि शुक्रबारको दिन परेको कारणले गर्दाखेरि चाहिँ प्यारेन्ट्सहरू अब हुन्छ नि त, अरू 2-2जना पनि जान पाइएन अब अफिसहरू छुट्टी नहुँदा। त्यही भएर पनि होला अलिक कमी खाली देखिराखेको थियो है। अनि यता देख्न सक्नुहुनेछ यी नानी बाबुहरू यहाँ यस्तो मजाले पर्फर्मेन्स गरेका थिए है। जम्मा युकेजीसम्मको त छ यो स्कुल, पहिला 3-4सम्मको थियो, फेरि अहिले चाहिँ युकेजीसम्मको मात्रै भइरहेको छ।
मेरो छोरी पढ्ने बेलामा चाहिँ अलिकति 1-2 क्लास बढिदिन्छ कि भन्ने आश गरेको छु। अनि अब एलकेजीको बेबीहरूले देखाउनु भइसक्यो पर्फर्मेन्स। अनि म चाहिँ यो हेर्दै थिएँ कि हामीलाई यो लिस्ट दिनुभएको हुन्छ कि कतिवटा छन्, जम्मा 28 वटा छन् टोटल पर्फर्मेन्स। अनि कतिवटा सकियो, कतिवटा बाँकी छ नर्सरीको, कतिवटा छ भनेर मैले चाहिँ यसरी हेरिराखेको थिएँ। कति बेर सकिन्छ, कतिवटा सकिसक्यो भनेर चाहिँ। अनि बिचबिचमा चाहिँ प्यारेन्ट्सहरूले स्पिच दिइराख्नु भएको थियो स्कुलको बारेमा है। अनि एकदमै रमाइलोसँग हामीले चाहिँ यसरी यो नानीको स्कुलको पर्फर्मेन्स इन्जोय गर्दै हामी प्यारेन्ट्सहरूले हेर्दै गयौँ। साथीहरू यस्तै छ मेरो यो नानीको स्कुल प्रोग्रामको चाहिँ यो पार्ट 1 हो साथीहरू। म पार्ट 2 लिएर आउने नै छु। अनि यसरी नै हामी इन्जोय गर्दै हेर्दै नानीको स्कुलको यो सालको पर्फर्मेन्स पनि अब सकिसकेको छ साथीहरू। अनि हामीहरू पनि एकदमै इन्जोय गरिरहेका छौँ। ओके साथीहरू, थ्याङ्क यू फर वाचिङ माई लङ ब्लग।